तरकारी किन्नको तरकारीको भाउ हेरौँ है हेरौँ सारा अब तरकारी लिएर जाने हो सुकेको यो पो सुकेको छ त यो कहाँ सुकेको छ कसरी होला है काँक्रा होइन मैले चाहिँ यो सुकेको छ भनेको त काँक्रा त छ सुकेछ कसरी छ त यो 70 अरे लाने हो लगौँ चटपटेमा अरू भन्दा नि चटपटे वाली लानु काँक्रा कस्तो राम्रो रहेछ है उसलाई भिडियो बनाउनु पर्ने छ तपाईँसँग होला नि पापा गरौँ है यो गाजर चाहिँ कसरी दाइ 50 रुपैयाँ सबै लाने के गर्नु हौ यत्रो लगेर हल्ला बनाउने खाने सलाद खाने दिदी गाजर तर यता लास्टै मसिनो हो कति चना लग्यो त्यो चाहिँ 300 यो ट्यापकै त्यति हेऱ्यो दिदी केही किनिकन नपर्ने 20 रुपियाँ किलो हुँदा नि खाइएकै थियो 150 हुन त हुँदा नि 200 हुँदा नि खाइएकै थियो यो एउटा नभए पनि नहुने नि 5 मा देऊ न भन्छ नखाइ पनि नहुने झन् अझ बुढीहरू आउनुपर्छ कि यति ल्याङल्याङ त्यस्तो मान्छेहरू त नआइदिने हुन्छ अनि जति बुढेसकाल लाग्यो त्यति लोभ लाग्दैन त हो र त जति छोराछोरी नहुने त्यति लोभ लाग्छ मलाई त भेटिन है राम्रो म त हाल्दैन पचापुटी पारेर आधी बिग्रेर जान्छ झुन्डाउँदा फ्रिजमा हाल्छु अब त हामी चाहिँ यहाँ टमाटर यो कति पुग्यो हौ त हेर्नु त 1 किलो नि नलगे लान्छौ बाबा आधी किलो त हुँदो रहेछ अनि 1 किलो त म त निकाल्नु सक्दिनँ हौ म त गाराङ गुरुङ हाल्दै त भाइ ओइ तपाईँको लागि राम्रो नि मेरो लागि नदिनु अनि व्यापारीले राम्रो भनेन भने बिग्दैन नि यो टनेल बाहिरको जस्तो छ हो हो बाहिरको भित्रको पाक्दैन अरे त यो मजाले पाक्छ क्या ल एक धार्नी राखिदिनु भाइ मिलाएर दिनुहुन्छ होला नि त धार्नीलाई पाकेर म पाकेन भने माथि निक्लिन्छु हाल्नु हौ 1 दिएर त नदराई यत्रो लग्दैछौँ दुई धानी भन्नु के तिमी धार्नी लाने हो धानी त धेरै हुन्छ हौ मलाई त फ्रिजमा राखेर खानु नि भोज नलाउनु तपाईँको मै लाउँछु सबै लगाएको छ गाथे पानी त परेको छैन त छिर्के बिर्के छ त टमाटर त कसरी छ किलोको 100 कसरी छ अरे किलोको 100 रुपियाँ लिएको त्यसो नगर्नु न हौ अलिअलि यत्रो लाँदा त कहाँ आइहाल्छ 50-60 रुपियाँ यत्रो होइन आज मैले पेट्रोल गोल भाडा किन्दै लिन महँगो भएको 60 धेरै त नल्याएर पनि के फरक पर्छ ल यो त पुग्यो यति भए हुन्छ मलाई त म त यसले त 4 महिना पुऱ्याएर खान्छु भन्नु अरे के त्यति नै राख्नु ओइ दिदी गोल भेडा छन् कि छैनन् मेरो त सिधै भन्दै निक्लेर माथि त्यत्रो 2 ह्यान्ड लाएर 10 रुपियाँ पनि नछोडेको त्यति त फाइदा हुने हो आज तर 800 रुपियाँ 1 दिएर हाल्नु यहाँ मेरो अगाडि 800 रुपियाँ तपाईँको इच्छाले हाल्नु यहाँ थप्नु यहाँ फाइदा छैन 822 त्यहाँ व्यापार यहाँ नथप्ने एउटा नि नथप्ने एउटा पनि पुगिसक्यो बेसी नै पैसा 50 रुपियाँ 50 को अलिकति पुगेको थिएन मैले लगाएँ तपाईँको कति रुपियाँ अरे आउनलाई भनिदिन्छु टमाटर किन्दा मिलाइदिएन फिर्ता आएन भनेर बोरी यो बोरी कसरी अरे दाइ
180 देखि 70 लाग्ने 170 म त 120 भनेको सुने 120 मा आइहाल्छ नि पर्छ कि होइन हौ किलोको दिदी धनियाँ थोरेको आउँछ कि आउँदैन धनियाँ थोरेको लानु मिल्छ कि मिल्दैन कति किलो आधी किलोको आधी किलो धनियाँ त त्यत्रो हुँदो रहेछ त 1 किलो छान्दैछ आधी किलो धनियाँ ए कति अरे 200 कति भन्नुभयो यति त भयो अब यो मिलाउँछु म मिलाउँछु यो समातिदिनु यो समातिदिनु अझमा छ उसलाई चाहिँ फेरि कति हजार 2000 भएन 2000 को तरकारी यति छ के गर्नु 2000 को यति भयो त्यो पनि हजुर यहाँ 3 कुनेमा नयाँ छ पसल सबैजना किन्न फर्म नयाँ हुनुहुन्छ मिलाएर दिनुभयो फेरि आउँछु यहाँ चाहिँ कहाँ भन्दा 3 कुनेमा नयाँ हुनुहुन्छ अरे जान्नु भएको छैन र अर्कोचोटि आउँदा जान्नुहुन्छ अरे अब कति हप्ता 10 दिनमा आइन्छ होला है धेरैमा छिटोमा न 15 दिनमा आउँछु अलिक अब चाहिँ फर्किन हामी 3 कुनेबाट 2000 को त गएको थिएँ के अरे झोला पनि पो नभरिँदो रहेछ दुईजनाले एक छाक मात्रै पो हुने त एक छाक जस्तै के हुँदैन माथिबाट त ए तरकारी मात्रै होइन फलफुलमा अङ्गुर र अनार पनि आएछ तर अनार पनि सस्तो खालको ल्याइयो अङ्गुर पनि अङ्गुर अब सिजन सिध्यो नि त होइन महँगो भन्छ नि स्याउ चाहिँ तर महँगो लाग्यो नभए म ल्याउँथेँ आधी किलो भए पनि ल्याइन्छ महँगो भयो त्यही भएर ल्याइन तरकारी किनाको फर्की मगो उहाँ चाहिँ को भन्दाखेरि मेरो अहिलेको घरबेटी घरबेटीलाई उहाँ चाहिँ पहिलाको फाल्टै हुनुहुन्थ्यो अहिले फाल्टै हुनुहुन्छ हामी 2 महिना भयो घर फेऱ्यो त्यति एउटा घरबेटी अब फेरि सरे भने अर्को घरबेटी देखाउँछु पहिलाको देखाउनु पाइनँ अब यहाँ पार्क रहेछ अलिअलि म पार्कतिर देखाउँछु अनि पार्कतिर अहिले नदेखाउँ होला भिडियो लामो हुन्छ अब के अरे पछि शनिबार छोराहरू घुमाउँदै देखाउनु पर्ला कहाँ भन्दाखेरि भिडियो खिच्नै आउँदैन गयो तरकारीले धानेन मदन भण्डारी यताबाट सजिलो हुन्छ है यहाँ त कति बजे हो डान्स क्लास हुनु पो लागिसकेछ त यहाँ है यो चाहिँ खोला नुहाइओरियाको लाइन गएको थियो र एकछिन भए पनि भनेर यहाँ चाहिँ खतरा रहेछ तर अब अहिले पछि छोरोहरू लिएर आउनु पर्ला कस्तो राम्रो छ तर खोला गनाएर म त बस्नु सकिनँ है यस्तोमा त हो यति नै है अब भिडियो लामो हुने रहेछ क्या 9-10 मिनटको भइसक्यो 9 मिनटको अब पछि देखाउँछ त लामो छ फेरि पल्लो छेउसम्म पुग्दा ओर्दा त अनि त्यतिन्जेल त अब पर्दैन भन्नु माग सोद्धा पनि हाँस्तो मेरो झन्डै बमिट गरेँ हौ मैले त ल अब यति नै लामो छ क्या एउटा